भदौ 23 र 24 को घटनाको जाँचबुझ आयोगको प्रतिवेदन हिजोसम्म नबुझाइनु, नयाँ मत परिणामले रासोपाको झण्डै 2/3 शक्ति आर्जन हुनु अनि पूरा मत परिणाम नआइसक्दै आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउनु अनि चुनावमा एमाले कांग्रेस पत्तासाह भएपछि झापामा ओली बरबराउनु, अब यिनीहरूले हामीलाई धरपकड गर्छन् भन्नु। प्रमाणका आधारबाट हामीले राय सुझाव दिएका छौं। अब यो सम्पत्ति सरकारको भयो, सरकारले यसलाई ओन गर्यो, सरकारले। यी सबै तथ्यहरूले आजको राष्ट्रिय राजनीति तरङ्गित छ। जेनजी प्रदर्शनमा ककसको कमजोरी थियो, ककसको नाम किटानीमा परेको छ, यो स्पष्ट रूपमा प्रतिवेदनमा लेखेको हुनुपर्छ। चुनावी परिणाम के आउँछ त्यसका आधारमा प्रतिवेदनले अन्तिम रूप पाएको सहजै अनुमान लगाउन सकिन्छ र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली झापामा बरबराइरहेका छन्। अब यिनीहरूले हामीलाई धरपकड गर्न थाल्छन् भनेर पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनेको थियो। सुरुमा 1 महिनाको लागि समय पाएको त्यो आयोगले पटक पटक म्याद थप्यो। सायद ओलीको चेतावनीपूर्ण भाषणका कारण आयोग तर्सिएको थियो र समय लम्ब्याइरहेको थियो। चुनावको परिणाम पुरिरहेको थियो। अब समय फेरिएको छ र प्रतिवेदनमा खुलस्त लेखिएको हुनुपर्छ। के छ प्रतिवेदनमा? सरकारले गत असोज 5 गते भदौ 23 र 24 मा भएको जेनजी प्रदर्शनको घटनाबारे सत्य तथ्य पत्ता लगाउन उक्त आयोग गठन गरेको थियो। आयोगले विशेष गरी भदौ 23 गते काठमाडौँको बानेश्वरमा भएको प्रदर्शनको क्रममा युवाहरूको ज्यान जाने गरी भएको घटनालाई केन्द्रमा राखेर अनुसन्धान गरेको थियो। छानबिनका क्रममा आयोगले सरकारी अधिकारी, सुरक्षाकर्मी, आन्दोलनमा सहभागी व्यक्ति तथा प्रदर्शनकारी गरी 150 जना भन्दा बढी व्यक्तिसँग बयान लिएको जनाएको छ। घटनाको पृष्ठभूमि, आन्दोलनको स्वरूप र त्यस क्रममा भएको बल प्रयोगको विषयमा आयोगले विस्तृत रूपमा तथ्य संकलन गरेको बताइएको छ। उक्त आन्दोलन भएको समय देशमा केपी शर्मा ओली नेतृत्वको सरकार थियो। त्यति बेला गृह मन्त्रालयको जिम्मेवारी रमेश लेखकले सम्हालेका थिए। गृह सचिवका रूपमा गोकर्णमणि दुवाडी कार्यरत थिए भने नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङ थिए। त्यस्तै काठमाडौँका प्रमुख जिल्ला अधिकारीको रूपमा छविलाल रिजाल रहेका थिए। आयोगले बुझाएको प्रतिवेदनमा प्रदर्शनको क्रममा भएको घटनाक्रम, सुरक्षा संयन्त्रको भूमिका तथा त्यसबाट उत्पन्न परिस्थिति बारे विस्तृत विवरण समेटिएको बताइएको छ। अब सरकारले उक्त प्रतिवेदन अध्ययन गरेर आवश्यक निर्णय लिने अपेक्षा गरिएको छ। किनभने हामीले अब तुरुन्तै नयाँ सरकारलाई हस्तान्तरण गरेर जानुपर्ने अवस्था भएको हुनाले पछि सरकारले कार्यान्वयनको लागि त्यसको अध्ययन गरेर कार्यान्वयन गर्नेछ भन्ने मलाई चाहिँ विश्वास छ। अब अहिलेको हकमा चाहिँ हामी आफू पनि अध्ययन गर्छौँ। एक प्रकारले म र गृहमन्त्रीज्यू हामी अध्ययन गर्छौँ र यसलाई चाहिँ हामीले फेरि सबै मन्त्रीज्यूहरू समक्ष राख्नु पर्यो। क्याबिनेटमा हामी प्रस्तुत गर्छौँ। क्याबिनेटमा प्रस्तुत गरिसकेपछि चाहिँ हामी त्यसलाई वर्षक रिलिज गर्नेतिर